गाइजहरू हामी हिँडिसकेका छौँ। हामी आफ्टरनुन भ्लगमा पनि फेरि भन्न सक्छौँ। आज भ्लगको मेन मान्छे हुनुहुन्न हाम्रो ड्राइभर हाम्रो भाइ यो भाइ कल्पना दिदीको छोरो। म त अस्तिको भाइरल छैन अब 2 घन्टामा। अब हामी चटो लाएर अब कहाँ जानु लाग्छ लेफ्ट साइड यसरी गर्न देखेन के म गाइजहरू हामी हिँडिसकेको छौँ। अब सञ्जय भाइ हजुरहरूको हजुरहरूको युट्युब च्यानलमा हेर्ने मान्छे ओनर चाहिँ आउनुभएको छैन, किनकि म त्यहाँ मात्रै देखिन्छ त्यो ब्लगमा। त्यही भएर अब हामी हिँडिसकेको छौँ। अब म हल्का उता गएपछि चाहिँ फेरि ब्लग खोल्नेछु। यो यता लगाइज मजाले बनाउँदै हो क्या गाइजहरू बिराटो जोक बल लागिसकेको छ। हल्का ब्लग काटी आउँदैछ। यो चाहिँ अस्तिको जस्तो 40 मिनटको चाहिँ आउन, किनकि एडिट हान्नै जान्दैन हाम्रो के अरे ओनरले युट्युबको च्यानलको लाइक कमेन्ट सेयर गर्नु होला। मोबाइल हावाले हानिरहेको छ गाइजहरू, त मोबाइल खस्ने सम्भावना धेरै छ। तर म भ्लग चाहिँ बनाउन सक्दैन। राइडर सरोज गाइजहरू लेफ्ट साइडमा साइड हामी बढिसकेको छौँ। पौडीले के पौडी चाहिँ मलाई डुबाउँछ नि थाहा पाउँछ। मलाई भाटे इद्रुको छ अन्त पौडी भन्छ। सरी हाल्नुपर्छ कि गाइजहरू मेरो साउन्ड चाहिँ आएको होला। यतिकै त हिजो कि अस्तिको ब्लग अलि नराम्रो भयो थियो, क्यामेरा अलि होल्डिङ बिग्रेर। गाइजहरू जय नेपाल माइजहरू म त ढुक्क बसेको अगाडि नि डराउन गाइजहरू। म जता गए मोबाइल मात्रै ठडाइदिन्छु। तर यो भ्लग चाहिँ 10-12 मिनटको मात्र हुन्छ, अस्तिको जस्तो हुन्न। रमाइलो हुन्छ तर रमाइलो हुन्छ। बाटो गइसकेको छ हामी यस्तै छ जाँदा यो होइन यार कन्टेन्ट चाहिन्छ नि गाइजहरू। अब बाइक हल्लनचोक आइसकेको छौँ। तर गाइजहरू मलाई चाहिँ यतिको के भन्छ आइनचोकको नाम मलाई ताता लिएर एकदम कुदेले हो बहिनी होइन लिएर हिँड्न भन्ने चाहिँ म यो, तर लिएर हिँड्ने चाहिँ दाइले हो। हाम्रै नि आदर्श दाइ नि फकाउन पर्छ। स्पोन्सर चाहिँ म यो, तर पैसा हाल्ने चाहिँ मैले दाइले है। स्पोन्सर चाहिँ म यो। हात दुखिसकेको छ गाइजहरू। अब पार्क चाहिँ बवाल रहेछ कि पार्क यता भित्र गाइजहरू डु भिजिट कुसमा नट पोखरा है केटाकेटी हो। पोखरामा घुम्ने ठाउँ केही छैन। 5-6वटा हुँदा कुसमा मात्रै जति छ जति वाइल्ड छ वाइल्ड। अब म 1 वर्षसम्म पोखरै हो 1 वर्षमा पोखरै हो। तर कुसमाको एडभर्टाइजमेन्ट पनि हाल्नु पऱ्यो। यहाँ यो महँगो पसलहरू पाइएको छैन गयो भने पोखरा हाम्रो घरको साइडको 99 सबै त गयो है त गाइजहरू। झिलिमिलीवाला रुख पनि आइसकेको छ झिलिमिली होइन, तर यो चाहिँ के हो म पनि बुझ्दिनँ। रातो झुलिन्छ गाइजहरू। हामी लेफ्ट साइड आएको चाहिँ हल्का पसेको चाहिँ अनि अहिले पसलहरूको सेक्सनतिर छौँ हामी। उता चाहिँ लेफ्ट साइड बोटिङ जाने भए खै यहाँ मात्रै झ्याउला थियो बोटिङ त। त्यहाँ चाहिँ मन्दिर जाने 1 घन्टा हाने पो हो नि 1000 तिरेर। छोड्दै 1000 तिरेर हान्ने न त झ्याउन त। सानो मन्दिरहरू पनि छन्। अहिले चाहिँ फर्स्ट भिजिट पोखरामा गर्नु होला, सेकेन्ड भिजिट चाहिँ कुसमा गर्नु होला। मेरो कन्ट्याक्ट नम्बर मैले अर्को भ्लगमा दिइसकेको छु। मेरो पनि है। अब म प्रो स्पोन्सरहरू त यो स्पोन्सर 97692 ए नभनौँ यार फोन है गाइजहरू। यता चाहिँ केही मायाको छौँ, केही राम्रो छैन यहाँ। अस्ति नै हामी आएको काम छैन यहाँ सपिङ गर्ने भाइ केही काम छैन। सपिङ जाने गाइजहरू भिजिट सेक्रेट गाइड पोखरा अनि कुसमा चाहिँ औरा लास्ट महँगो छ।
सपिङ गर्ने हो भने वाउ, यतातिर चाहिँ आउनु पऱ्यो चिप्लेढुङ्गै गाइजहरू चिप्लेढुङ्गा र सस्तो बजार कता अरे सबैभन्दा महँगो चाहिँ डेली सल सबैभन्दा महँगो अरे डेली सल डेली सल हो अरे मलाई चाहिँ थाहा छैन लास्ट कुसमा पनि भेजा त्यति धेरै त होइन ठिकठाक हजुर गरिब हुनुहुन्छ भने कुसमा चाहिँ लास्ट महँगो तर मेरो लागि चाहिँ होइन मेरो लागि ठिकठाक महँगो मिडल क्लास होइन त गाइजहरू अब हामी के हो अरे यार आइहाल्यो यार यस्तो त भन नि त यार गाइजहरू भ्लग सानसानो हाल्ने भनेको यार आइहाल्यो यार अब त गाइजहरू यस्तरी अब हामी आइसकेको छौँ म हल्का उता गइसकेको छु अब फेरि गाडीहरूमा देखाउनु अब हामी फेरि झर्न लागिसकेको छौँ गाइजहरू गाइज यार बाइकमा त्यो पुरै बाइक भिजेर प्यान्टहरू लास्ट भिजिरहेको यार मेरो त प्यान्टहरू यार कता हो यता जाने ओ मैले दाइ पारी त नजाने यार पारी त जाने झल ए कतिचोटि जाने यार पारी गएको छ ए तैँले लैदिनुहुन्छ गेस्टलाई गेस्टहरू अझ भन्छ हेर्नु है यही हो यो कल्पना दिदी हेर्नु है च्यानल ब्लग हामी आइसकेको छौँ के हो त नि यस्तो यहाँ केही भइरहेको छ कहाँ यार यहाँहरू जान लाग्यो आइजहरू हल्का उता पसल ससल छ बाटोमै पान खान आउनु होला गाइजहरू यहाँ लेफ्ट साइडकै लेफ्ट साइडतिरै गाइजहरू लेफ्ट साइडमा देख्यो अब अनि यहाँ चटर खुवाउने त ब्लगमा गाइजहरू भनिसक्नु भएछ अब नेक्स्ट वर्ष जाने बित्तिकै ए रहेछ त 500 नै 500 1000 2000 त दिन्छ 50को फाइन हुन्छ क्या धेरै पर्दैन गफ जाने बन्ची छ हजुर अलि भिड रहेछ न त जानुहुन्थ्यो उहाँ फेरि मैले महँगो भइहाल्छ जति जेलेर हिँड्नु नि हिँड्नुहोस् के बन्द गर्ने हो मेरो मोबाइल कति गाइजहरू यहाँ रेनकोट निकाल्नु नसकेर जस्तै भइरहेको अब यहाँ अब यो बिचमा बस्छ अरे यसले ओड्न चाहिँ परेन त्यही भएर सजिलो भयो यसलाई गाइजहरू पान आयो फेरि म पातिएँ अब गाई छिटो के निकाल्नु छिटो दाइले बल्ल बल्ल गरेर निकालिसक्नु भएको छ गाइजहरू दादा शान्त भाइ यसै शान्त गाइजहरू रेनकोट पनि यस्तै छ पातलो भयो जान्दैन जस्तो मेरो भाइ कहाँ जानु यार गाइजहरू यो रेनकोट यतादेखि गाइजहरू यो रेनकोट औडल हुँदो रहेछ गाई यता पनि पुस्ने म पछिसम्म गाइजहरू फाइनली मैले लगाइसकेको छु के हुन्न क्या ब्लड सप पुस्न यार भयो केही हुन्न यार क्यामेरा पुस्न यार औडा रहेछ कि फेरि गाइजहरू अब हामी बिचमा गएपछि भेटिनेछ अब यस्तै भइसकेको छ यार मतलब चाहिँ म आइम जाडु भइसकेको छ गाइजहरू यहाँ सानो चुटुक्कको मन्दिर चाहिँ त गाइज यार क्यामेरा लास्ट ब्लर आयो यार पत्तुर जस्तो र अब गाइजहरू यार अब यस्तै भयो कि यार लास्ट ब्लर मात्र भइरह कोसिस हान्दैछु हल्का भयो भने साफ चाहिँ भयो अब म घरै भेट्नेछु यार गाइजहरू लास्ट लोदर पानी भएर सकेसम्म म बिचमा आउनेछु र गाइजहरू यहाँ रेनकोट निकाल्नु नसकेर जस्तै भइरहेको अब यहाँ अब यो बिचमा बस्छ अरे यसले ओड्न चाहिँ परेन त्यही भएर सजिलो भयो यसलाई गाइजहरू पान आयो फेरि म पातिएँ अब गाई छिटो के निकाल्नु छिटो दाइले बल्ल बल्ल गरेर निकालिसक्नु भएको छ गाइजहरू दादा शान्त भाइ यसै शान्त गाइजहरू रेनकोट पनि यस्तै छ पातलो भयो जान्दैन जस्तो मेरो भाइ कहाँ जानु
गाइजहरू यार गाइजहरू यो रेनकोटमा यतादेखि गाइजहरू यो रेनकोटमा औडा लोदो रहेछ गाई यता पनि पुस्ने म बस्नुसम्म गाइजहरू फाइनली मैले लगाइसकेको छु के हुन्न क्या ब्लड सट पुस्न यार भयो केही हुन्न यार क्यामेरा पुस्न यार औडा रहेछ कि फेरि गाइजहरू अब हामी बिचमा गएपछि भेटिनेछ हो यस्तै भइसकेको छ यार म त रुजे म आइम जाडु भइसकेको छ गाइजहरू सानो चुटुक्कको मन रहेछ त गाइज यार क्यामेरा लास्ट ब्लर आयो यार पत्तुर जस्तो र त अब गाइजहरू यार अब यस्तै भयो कि यार लास्ट ब्लर मात्र भइरह कोसिस हान्दैछु हल्का हल्का भयो भने साफ नै भयो अब म घरै भेट्नेछु यार गाइजहरू लास्ट लोदर पानी भएर सकेसम्म म बिचमा आउनेछु र गाइजहरू फेरि फर्किन लागिसकेको छौँ हामी बम्पिङ कार र त्यो के ह्यामर सामान हान्ने खेल्यौँ अनि केही किन्ने भनेको एउटा गतिले गइरहन्छ अब फर्किँदै हो र पानी परिसकेको छ अहिले फुल आउँदै भइसकेको छ गाइजहरू अब उता कति बेला हुन्छ बाइक फेरि औडा टाढा उता बाइक अब जाँदा जाँदै पानीमै रुजिन्छ कि के हो जस्तो लागिरहेको छ मलाई त्यही भएर गाइजहरू अब म बाइकमा बसी रुजी भयो भने भ्लग चाहिँ स्टार्ट हान्नेछु रेनकोट फेरि एउटा मात्र छ कि जाउँ भइरह कस्तो चाहियो फिलिङ ए भयो तेरो हामीलाई त मजा आयो नि हजुरलाई पनि हो नि अब हामी सेक्को खान्छौँ अनि एकैछिनमा जान्छौँ गाइजहरू हामी फर्किसकेको छौँ लास्ट बर पानी परेर यस्तो भिजिरहेको म चाहिँ अब दाइहरू पछाडि आइरहनु भाइ बहिनीहरू म जान्छु त्यो रेनकोट खोलेर उठेर बसिदिन्छु एउटा मात्रै रेनकोट छ जाने कसरी केही थाहा छैन लोदर राति भइसक्यो राति भएर चाहिँ झन् चिल हो कि तर पानी लोदर परिदिएको यार एउटा केटा जस्तो पेताङ हिँडिरहने फेरि तिनीहरू नि त्यो भएर झ्याउनु भइसक्यो अनि मेरो ड्राइभर चाहिँ यही हो ल फेरि आज त्यो बाइकहरू कोही पानी त्यो पनि थाहा होइन ओभरलोड पानी परिरहेको झ्याउनु भइसकेको छ गाइजहरू बम्पिङ कार खेल्न खतरा मजा आयो गाइजहरू बम्पिङ कार चाहिँ जसरी पनि यता आउँदाखेरि खेल्नु होला बाइकमा कसैमा अब राखेको ठाउँमा यार यही होला नि थोत्रो छ के अरे अरे कहाँ गाइजहरू म रेनकोट खोलेर ओढेर बसेपछि म भ्लगमा फेरि आउँछु त ऊ त्यहाँ आइसकेको छ यिनीहरू अब हामी लागिन्छ